क्षतिपूर्ति दिनुपर्छ भनेर चाहिँ नगरपालिकाबाट क्षतिपूर्तिको लागि मान्छे आएको छ आउँदैछ तपाईँ आउनुहोस् भनेर मलाई पर्टिकुलरली म कहाँ चिया खाएर बसिरहेको ठाउँमा हाम्रो वडा सदस्य आउनुभयो। त्यस पछाडि म गएँ, म त नर्मल होला मेरो घरमा मैले त भनेको थिएँ सर मेरो घरमा त 10वटा ढुङ्गा हान्दा एउटा सिसा मात्रै क्षति भएको छ अनि त्यो पर्दैन भनेर त्यो त्यति एउटा मात्रै सिसा क्षति भएको छ मलाई परेन तपाईले मेरो त्यो त तर मलाई के भयो भने हैन त्यो सबैको क्षति भएको त त्यहाँ विवरण उठाउनु पर्छ त्यही भएर आउनुस् भन्ने कुरा भयो। त्यसपछि कुरा त सामान्य हो म पनि त्यही अनुसार गएँ। जब घर अगाडि गइसके पछाडि त त्यो गाली गर्ने काम भयो। त्यस पछाडि त्यहाँ वडाका जनप्रतिनिधिले यस सर 32 को वडा जनप्रतिनिधिले 50औं जना त्यहाँ जम्मा भयो सर। जम्मा पारेको रहेछ सर दबाब दिनलाई अनि मलाई जनप्रतिनिधि त्यस्तो हुन सक्छ सर। अनि मलाई के भयो सर वरिपरिबाट मोबाइलको क्लिप्स दियो भिडियो खिचिरह्यो अनि भिडियो खिचिरह्यो सर मलाई। अनि मलाई ह्यारेस गर्ने काम भयो मलाई बोल्न नदिने तर सबैजनाले प्रश्न सोध्ने सर। अनि मेरो त एन्सरै मैले दिनै नपाउने। खास गरी कसका पार्टीका मान्छे एमाले का हजुर सर चिनेको अनुहार चिनेको दबाब दिए तपाईलाई धम्काए। मेरै दाइहरू मेरै अङ्कलहरू सबैजना चिनेको त आफ्नो ओडामा भएको मान्छे नचिने त पुरै भएन। तर उहाँहरूले फेरि मलाई गलत बोलेको चाहिँ होइन है सर। तर त्यही ग्याङमा आउने मान्छे चाहिँ अरू मान्छेहरू छ नि सर त्यो ग्याङमा अलरेडी यो प्लान गरेर आएका जो तपाईका आफन्तले त बोलेनन् तर ती प्लान्टेड मान्छेले चाहिँ तपाईलाई धम्काउने काम भयो सर। त्यस पछाडि मैले वरिपरि हेरेँ मलाई बोल्न पनि नदिने मलाई भिडियो खिच्ने अनि मलाई मार्छु र काट्छु भनेर आतंकित बनाउने काम भए पछाडि सर त्यो भिडियो खिच्ने बेला फेरि यो बोलेको छैन है सर। म साइडमा आउँदाखेरि बोलेँ जब त्यो बिचमा आएँ त्यसपछि मलाई बोल्न दिएन मलाई प्रश्न सोध्ने काम मात्रै भयो। बाठो रहेछन् उनीहरू अर्थात् यसमा एकदम प्लान्टेड खप्पिस मान्छे भन्छ नि यस्तो ढाड छल 2 नम्बरी यस्तो कारोबारमा खप्पिस मान्छे रहेछन् किनभने कुन बेला बोल्ने कुन बेला नबोल्ने भन्ने बुझ्ने मान्छे एकदमै सर। यो सबै कुरा प्लान अन्तर्गत भएको हो भन्ने कुरा त म जस्तो सामान्यले त बुझ्छ म त कलेज पढाउने मान्छेको साइकोलोजी नबुझ्ने होइन। अब मलाई त्यहाँ बस्नु सुरक्षित छैन भन्ने लाग्यो। यो कति गते हो घटना 18 गते बिहान ओडामा बोलाइयो तपाईलाई ओडाइन त्यो चलिरहेको घरको तलपट्टि त्यो जुन घरमा आगो लागि भयो त्यो घरको तलपट्टि 18 गते बिहान मलाई बोलाइयो म त्यहाँ गएँ। त्यस पछाडि मलाई ह्यारेस गर्ने काम भयो सर। त्यस पछाडि मेरो छोराछोरीको जीवन सुरक्षित छैन भन्ने लाग्यो। त्यस पछाडि त्यसको 5 देखि 10 मिनेटमा मैले मेरो छोराछोरीलाई घर छाडेर जाने निर्देशन दिएँ। तपाई त्रासमा हुनुभयो एकदमै बालबच्चाको सुरक्षाका लागि। हजुर